हेलो साथीहरु, आज चाहिँ म प्याज उखाल्दैछु है। यो प्याज चाहिँ उखाल्ने बेला भएको छ हो। आज चाहिँ म उखाल्दैछु। ल हेरौँ है त है कत्रो कत्रो फल्दैछ। यो फेरि यतिकै राख्यो भने चाहिँ कुहिन्छ, त्यही भएर चाहिँ म चाहिँ उखाल्दैछु। यो चाहिँ ठुलो खाले के भन्छ यसलाई, भान्टा हो कि ऊ माथिबाट चाहिँ मलाई जिस्काउँदैछ हो, लुक्यो। यहाँनिर चाहिँ योपालि चाहिँ मैले कम्ती रोपेँ प्याज, बेसी रोपेको थिएन। अस्ति पालि भक्कु रोपेको थिएँ हो, फलेन। योपालि कम्ती रोपेको थिएँ, मजाले फलिरहेको छ हो। यो भान्टाको बिउ चाहिँ यहाँनिर नै उम्रेको छ। अब यसलाई चाहिँ म अलिअलि छाटेर चाहिँ यहीँ छोडिदिन्छु। अब यो पनि यहीँनिर नै फल्छ। रोप्नु चाहिँ अलिक खन्नु साह्रो पर्छ के, तर यस्तो फलेको देख्दा चाहिँ खुसी लागेर आउँछ हो। कसै चाहिँ यस्तो सुकिसकेछ। अब यस्तो सुकिन्जेल राख्यो भने चाहिँ फेरि कुहिन्छ नि त यो यहीँनिर नै। ल यो डल्ले पिँडालु त रोप्नै बिर्सेछ। यो चाहिँ डल्ले पिँडालु हो है। यसलाई चाहिँ यसको सब्जी खानु मिठो हुन्छ। यस्तो बोटको यहाँ आधी चाहिँ उम्रेको छ, यतातिर चाहिँ उम्रेको छ। यो चाहिँ अस्ति रोपेको हो। यो चाहिँ छोडिएछ। यहाँ पनि उम्रिँदै रहेछ। यसलाई पनि म यहाँनिर गाडिदिन्छु है। यता पनि छ, यहाँ चाहिँ कम्ती छ। तर यो चाहिँ बेला भएको छैन उखाल्ने बेला। यो चाहिँ अलिक पछि रोपेको हो। यसलाई चाहिँ म यसमा हाल्छु है त। यो चाहिँ अर्ग्यानिक हो है। अब नानीहरूलाई दिनु चाहिँ राम्रो हुन्छ भनेर चाहिँ घरमै रोपेको। यो चाहिँ अलिअलि अब अलिअलि भए पनि अर्ग्यानिक खानु पाउँछ भनेर चाहिँ। ओइ यहाँ चाहिँ यो बोकेर यहाँभित्र हाल। यो अर्ग्यानिक बोक्ने चाहिँ हो, यसलाई बोक भनेर भनेको। हाल त उहाँ हालेर बोक्न भनेको। म त बोक्न म त खोलिहाल्छु नि। अर्ग्यानिक खाल्छ भने हो यसरी बलियो हुन्छ भनेर रोपिदिएको, बुझिस्? के हो यो? यो ग्यास्ट्रिकको दबाई, यो तामर्के। ल अब यसमा चाहिँ यो एउटा दुईटा हो। अब यो अर्ग्यानिक प्याजको चाहिँ ल यहाँ बकरी त टिप्छ त्यो। यो ठुल्ठुलो छानेर ल मोमो खुवाइदिन्छु ल। यो पनि अलिअलि केलाएर। यसको चाहिँ यो त नलैजाऊ, यसको यो ल चल हिँड। यो चाहिँ उहाँबाट जङ्गलबाट चाहिँ यो चाहिँ तामर्केको डल्लो यो ल्याएको के। यो चाहिँ मैले हेरेको थिएँ कि यो चाहिँ ग्यास्ट्रिकको दबाई अरे भनेर चाहिँ। यसलाई चाहिँ अब तासेर चाहिँ मसिनो चाना पारेर सुकाएर चाहिँ यो चाहिँ बिहान बिहानै पानी हामी पिउँछ बिहान उठेर हो। अन्त यो चाहिँ पानीमा मजाले पकाएर एक चाना चाहिँ बिहान पानीमा पकाएर खायो भने चाहिँ ग्यास जाती हुन्छ अरे यसले चाहिँ। त्यही भनेर चाहिँ मैले चाहिँ ल्याएको पर जङ्गलबाट खोजेर।
साथीहरू यस्तो पायो भने चाहिँ तपाईँहरू पनि खानुहोस् है, ग्यास्ट्रिक जाती हुन्छ। अब डक्टरको दबाई चाहिँ बेसी खानु राम्रो होइन नि त है। त्यो